हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आज फेरि एउटा नयाँ न्युज लिएर आएको छु भनौँ न होइन। अस्ति भर्खर चाहिँ अब यो कोरिया आउनलाई चाहिँ D2 भिजामा आइएसमा 7 रे 3.5 GPA एन्ड त्यहाँदेखि कुरा भइरहेको थियो। बट हिजो भर्खर आएको एउटा नयाँ सूचना छ, जुन सूचनाले चाहिँ अहिले चाहिँ जुन भनेको क्राइटेरियाहरू घटाएर ल्याएको छ यसपालि कोरियाले। खोइ किन चाहिँ थाहा भएन होइन। अब त्यही त हो नि, राजनीतिक कुराहरू होला सायद, राजनीतिक बिजनेस सबै कुराहरू। अब 7 मागिसकेपछि अब कोरियामा आउने स्टुडेन्टहरूको एउटा न्युज हालेर रहेछ। सो मैले त्यो पोस्ट देखेँ अनि एउटा भिडियो बनाउन मन लागिहाल्यो। पोस्ट छ यो होइन। अब चाहिँ कोरिया आउनको लागि 5.5 आइल्स भयो हुने अरे। अनि त्यहाँबाट फेरि 3.2 GPA चाहिँ हजुरहरूले एप्लाई गर्न सक्नुहुन्छ अरे अब आउने सेप्टेम्बर इन्टेकमा। सो तपाईँहरू पनि खुसी हुनुहोस्। अब एउटा पाटो हो नि त, एउटा कोरिया आउनको लागि एउटा पाटो चाहिँ हल्का सहज बनाइदियो। अब गाह्रो त बनाइसकेको थिएन, लास्ट इयरसम्म पनि त्यही थियो भने अघि बिचमा चाहिँ त्यो आइएल्समा 7 भनेर यताउता गरिरहेको थियो भने अहिले चाहिँ घटाएर फेरि 5.5 आइएल्स अनि त्यहाँबाट 3.2 GPA छ भने हजुरहरूले एप्लाई गर्न सक्ने भएको छ। सो गाइज त्यही नै हो। अब तपाईँहरूको लागि एउटा खुसीको कुरा नै भयो। हजुरहरू पनि अब कोरिया आउनको लागि एकदम इन्ट्रेस्ट अनि त्यहाँदेखि एकदम इच्छा छ भने चाहिँ अब त्यो एउटा पाटो चाहिँ राम्रो पाटो भयो। तर एउटा कुरा ख्याल गर्नुहोस्, तपाईँहरू 5.5ले कोरिया आएर मस्त बस्छु भने चाहिँ नसोच्नु। तपाईँ पहिलो भनेको आफ्नो ल्याङ्ग्वेजलाई चाहिँ एकदम फोकस गर्नुहोस् होइन। ल्याङ्ग्वेज भएन भने फेरि कोरिया आएर तपाईँले काम गर्न सक्नुहुन्न, काम पाउँदैन। दाइ काम खोजिदिनु, भाइ काम खोजिदिनु। मलाई नै कति म्यासेज आउनु थाल्छ होइन, दाइ काम खोजिदिनु पऱ्यो यहाँ त्यहाँ यहाँ। कोरिया आइसकेपछि यस्तो भन्ने मान्छे एकदम धेरै हुन्छ क्या, एकदम धेरै हुन्छ। त्यही भएर चाहिँ त्यसको लागि चाहिँ आफैले नेपालबाट सेल्फ डिपेन्ड भएर आउन सक्नुपर्छ। पहिलो कुरो भनेको आफूले ल्याङ्ग्वेजलाई फोकस गर्ने नेपालमा होइन। अब ल्याङ्ग्वेज पढ्ने कतिवटा भिडियोमा भने एभ्री भिडियोमा म यही कुरै गर्छु होइन। सबमा ल्याङ्ग्वेज। कोरिया यस्तो देश हो जुन देशमा इङ्ग्लिस चल्दैन क्या। त्यही देशमा अस्ति 7 मागेको थियो, हामीलाई पनि चित्त बुझिरहेको थिएन, कसैलाई पनि चित्त बुझिरहेको थिएन। वाइ कोरियालाई चाहिँ किन 7 चाहियो होइन। जुन देशमा इङ्ग्लिसै चल्दैन, सबै कुराहरू कोरियनमै बोल्नुपर्छ भने 7 चाहिँ किन चाहियो भने जस्तो लागिरहेको थियो भने अहिले गएर चाहिँ फेरि कोरियन गभर्मेन्टले चाहिँ फेरि चेन्ज गरेर त्यो रुल्सलाई चेन्ज गरेर अहिले आइएल्स 5.5 हुने रे अनि त्यहाँबाट GPA पनि 3.2 हुनेले चाहिँ एप्लाई गर्न सक्छ। अनि ग्यापको कुरा आउँछ फेरि। ग्याप चाहिँ त्यो अब तपाईँहरू कोरिया आउनको लागि जति पनि ग्यापले D2मा एप्लाई गर्न पाउँछ भनेर चाहिँ खुसी नहुनुहोस्। ग्याप चाहिँ कति एक्सेप्ट गर्छ भनेर चाहिँ त्यहाँ आएको छ भन्दाखेरि 3 वर्षसम्म हजुरको ग्याप छ भने चाहिँ त्यो 3 वर्षको लागि चाहिँ एप्लाई हुन्छ D2 भिजामा। D2 भिजामा आएर तपाईँहरूले अब काम मजाले गर्न पाउँछु भने नसोच्नुहोस्। अब वर्क पर्मिट बनाएर हप्तामा 24 घन्टासम्म गर्न पाउँछ। वर्क पर्मिट बनाएर लिगलाइज हिसाबले गर्ने हो भने होइन। अब दायाँ बायाँ गर्ने भने त्यो आफ्नो ठाउँमा छ, आफ्नो खुबी हो, आफूले गर्छ नगर्ने होइन। तर त्यहाँनिर जोगिनुपर्छ हामीहरू। जोगिन सकेन भने गाह्रो हुन्छ। अब इमिग्रेसनले समाउने होइन, त्यस्तो भइरहेको छ अहिले पनि, नभएको होइन। इभन अब हिजो अस्ति भर साथीहरूको पनि आएको थियो रे भनेर अनि त्यहाँबाट साथीहरूले पहिला इन्फर्म भएछ। सो त्यही नै गाइज, अब नेपालमा मस्त अब आफ्नो ल्याङ्ग्वेजलाई फोकस गर्नुहोस् होइन। ल्याङ्ग्वेज पढ्नुहोस्, आउनुहोस् कोरिया होइन, नआउनु भन्दिनँ। तपाईँ सक्छु जस्तो लाग्छ म। अब यत्तिकै मेरो ल्याङ्ग्वेज भएपछि कोरिया आएर पढेर गर्न सक्छु जस्तो लाग्छ भने तपाईँ आउनुहोस् कोरिया होइन। त्यही हो। अब म त धेरै भन्दिनँ, आउनुहोस् ल्याङ्ग्वेज पढेर आउनुहोस् होइन। यता आएर अब यता आउने बित्तिकै काम पाउँछ भने चाहिँ नसोच्नुहोस् क्या। किन थाहा छ, नेपाल कोरियामा एकदम धेरै मान्छे आइसक्यो क्या, स्टुडेन्ट एकदम धेरै आइसक्यो, धेरै। त्यही भएर चाहिँ अब कामको लागि कम्पिटिसन त नभनौँ होइन। जे होस् अब साउहरूले चाहिँ अब आफ्नो मर्जी आफ्नो मर्जीले राख्नु पायो। आज छैन त के भयो र, भोलि अर्को सधैँ स्टुडेन्ट होइन। ऊ आउँछ गर्छ होइन, उसलाई अब कसले अलिकति सस्तोमा गरिदिन्छ उसलाई राखिदिन्छ। हामी फेरि नेपालबाट आउने बित्तिकै पैसा हुँदैन। अब घन्टाको 800-900 1000मै गरिदिइहाल्छ। अब साउले त 1200 त्यस्तो तिरेर पनि हुन्छ। अनि त्यो भएपछि अब साउहरूलाई फाइदाको कुरा हो। त्यो धेरै स्टुडेन्ट आइसकेपछि अनि अब कन्ट्रीको अब अहिले कोरियाको गभर्मेन्ट सिस्टम नि अलिकति चेन्ज भइरहेछ नि त बेला बेलामा। अब यस्तो त्यस्तो दायाँ बायाँ होइन। अब कोरियाको पनि खासै राम्रो छैन क्या अहिलेको। अब त्यही नराम्रो यताउता भएर अस्ति पनि बिचमा के भएर चेन्ज पनि भयो होइन। सो त्यही नै हो गाइज। अब बिस्तारै जे हुन्छ राम्रैको लागि हुन्छ भने चाहिँ अब हजुरहरूले भने जस्तै कोरिया आउनको लागि 5.5 आइल्सले हुने भयो, 3.2 GPA नि हुने भयो। अनि त्यहाँदेखि तपाईँको 3 वर्षसम्मको ग्याप एक्सेप्ट हुन्छ भनेछ। सो गाइज राम्रोसँग गर्नुहोस् अनि त्यहाँबाट भाषा पढ्नुहोस् होइन। अनि त्यहाँबाट फेरि नयाँ इन्फर्मेसन चाहिन्छ भने लेट मी नो इन कमेन्ट सेक्सन होइन। अनि त्यहाँ नयाँ भिडियो आउँछ, टाइम भएको बेलामा म भिडियोहरू बनाउँछु गाइज। अनि त्यहाँबाट भ्लगहरू नै आउँछ। अनि म अस्ति बिचमा नेपाल गएको थिएँ, त्यो भ्लगहरू पनि छ है, हेरिदिनुहोस्, माया गरिदिनुहोस्। मैले भ्लग एडिट गरिसकेँ, मैले अपलोड चाहिँ गरेको छैन, चाँडै नै अपलोड गर्नेछु यस च्यानलमा। सो गाइज च्यानल सब्सक्राइब गर्नु भएको रहेछ नि। अनि त्यहाँबाट कोरियाको बारेमा इन्फर्मेसन लिन चाहनुहुन्छ, के कोरिया कुराहरू अब तपाईँहरूलाई जान्न चाहन्छ भने मेरो च्यानलमा हेर्नुहोस्। धेरै भिडियोहरू, पुरानो भिडियोहरू हुन्छ, हेर्नुहोस्। आजको लागि बाइ बाइ गाइज।